हरि ओम। आज फेरि म यो छोटो भिडियो लिएर उपस्थित भएको छु र सबैजनाले प्रेमी भक्तजनहरूले यो भिडियो अन्तिमसम्म हेरेर लाइक शेयर कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। कि भिडियो यस प्रकार छ, एकदमै छोटो पनि छ कि मानवहरूले अर्थात् हामीले गर्नुपर्ने सिर्फ चारवटा मुख्य कर्महरू के छन् भन्ने विषय लिएर म उपस्थित भएको छु। र हामीले गर्नुपर्ने चारवटा मुख्य कर्महरू चाहिँ यति सरल कर्महरू छन् कि यिनै चार कर्महरूलाई हामीले पालन गरेर व्यवहारमा उतार्न सक्यौँ भने हामी पनि सदाको निम्ति धन्य हुन्छौँ। र एक नम्बरमा छ जप गर्नु पर्यो। भगवानको नामको जप गरौँ र भगवानको मनन चिन्तन गर्नु पनि जप हो। यो जप गर्नु जीवन शुद्धको लागि। र अर्को छ दान गर्नु। हामीले कमाएको द्रव्यबाट 100 रुपियाँबाट 10 रुपियाँ निकालेर जम्मा गरेर कुनै पनि अनाथ आश्रममा भयो, वृद्ध आश्रममा भयो, कोही दुखीलाई भयो, एकदमै गरिबीलाई भयो, पढाइमा खर्च गर्दा पनि भयो, स्कुलको लागि कुनै चिजबिज केही कुराको आवश्यकता हुन्छ कसैलाई घरमा। अब आजभोलिका बाबाआमा त्यस्तै छन्, पढाइमा ध्यान नदिएर जहाँ रक्सीतिर ध्यान दिने मात्र पनि छन्। र त्यस्तो अवस्था भएको ठाउँमा नानीहरूलाई यसो केही पढाइको लागि सहयोग गर्नु, त्यो दशांश दान नै भनिन्छ। त्यसलाई पनि पण्डित बोलाएर सङ्कल्प गरेर दिनुलाई मात्र दान भनिँदैन। जसलाई आवश्यकता छ, जहाँ एकदमै पीडित अवस्था छ, जहाँ एकदमै दुःखी छन्, दुःख अवस्थामा छन्, जहाँ समस्याले घेरेको छ, जहाँ एकदमै आवश्यकता छ रुपियाँ पैसाको भने त्यहाँ पनि हामीले त्यो दशांश दान गर्न एकदम अनिवार्य छ। यो दान हुन्छ धनको शुद्धिको लागि। हेर्नुहोस्, अब 3 नम्बरमा आयो ध्यान। ध्यान गर्नु, परमात्मालाई साक्षात्कार गर्नु, हृदय आभारले भर्नु, परमानन्दलाई प्राप्त गर्नु, आत्मा साक्षात्कार गर्नु। एकछिन भए पनि, 1 घन्टा भए पनि बाहिरको 10 दुनियाँलाई छोडेर एकदमै प्रिय प्रेमी प्रेमिकाहरू छन् भने पनि एकछिनलाई छोडेर ती प्रेमी प्रेमिका जुटाउने, उनी परमानन्दलाई पनि, आफूभित्र भएका प्रेमी महापुरुषलाई पनि केही समय दिएर उहाँको मनन गर्नु, चिन्तन गर्नु, ध्यान गर्नु, आत्मा साक्षात्कार गर्नु, उनीसँग बात गर्नु, दर्शन गर्नु, आफ्नो आभार व्यक्त गर्नु, यसलाई ध्यान भनिन्छ। ध्यान गर्नु मनको शुद्धको लागि, मनको शुद्धिकरणको लागि ध्यान गर्नु। र 4 नम्बरमा आउँछ स्नान गर्नु। यो सम्पूर्ण अङ्ग प्रत्यङ्गलाई साफ गर्नु। यो एउटा शरीर भगवानको मन्दिर हो। हाम्रो हृदयमा भगवानको विराजमान छ भने बाहिर हाम्रो शरीर सजावट, साफ सफाई, लेउहरू खुर्किनु, काईहरू लागेको हुन्छ, त्यसलाई धोइ पखाली गर्नु, यो शरीर सम्बन्धी, शरीर शुद्धको लागि हो भने यिनै 4वटा मुख्य कर्महरू हामीले गरिरह्यौँ भने हामी अवश्य सफल हुन्छौँ र हाम्रो उद्धार पनि हुन्छ, हामी मोक्ष प्राप्त पनि हुन्छ, हामी उनी ईश्वरका एकदम प्यारा सन्तान हुन्छौँ। यी 4 कर्महरू हामीले लगातार रूपमा पालन गरिरहनुपर्छ। र सबैजनाले यो भिडियोलाई लाइक कमेन्ट सेयर गरेर
जनजनमा जानेर बुझेर बिर्सेकाहरूलाई पनि याद दिलाइदिने मेरो नम्र निवेदन छ। हरि ओम।